नमस्ते सबैजनालाई विद्याको भान्सामा फेरि तपाईहरुलाई स्वागत छ। आज चाहिँ मैले आफ्नो बाबुलाई दशैं तिहारको छुट्टीको समयमा छुट्टीको सदुपयोग गर्न सिकाइरहेको छु। सधैँभरि मोबाइल चलाएर केटाकेटीलाई मोबाइलमा एडिक्ट गराउनु भन्दा बरु यसरी घरको भान्साको कामहरु सिकाउँदा उनीहरुले एकदम खुसी भएर रमाउँदै सिक्न चासो देखाए जस्तो लाग्यो के मलाई। उनीहरु सिक्न खोजेको जस्तो लाग्यो। त्यही भएर मैले उनीहरुलाई सिकाउनका लागि आज उसकै हातले पकाएको खाना खाने योजना बनाएको छु र उसले चाहिँ भान्साको कामहरु आफै गर्छु मम्मी मलाई सिकाउनुस् भन्दै एकदम खुसी हुँदै रमाउँदै कामहरु गरिरहेको छ। तरकारी भाँच्ने देखि लिएर तरकारी पखाल्ने, ओइरिने, तरकारी चलाउने, टमाटर राख्ने देखि लिएर उसले तरकारी चाहिँ कम्प्लिट आफ्नो हिसाबले पकायो है त। म बसेर छेउमा सिकाइरहेको छु उसलाई। कतिपयको घरमा भन्नुहुन्छ नि छोरालाई काम लगाउनु हुन्न भनेर। म चाहिँ त्यसको टोटल्ली विरोधी हो है त। किनभने मेरो त छोरी छैन। छोरी नभएपछि मलाई पछि कसले सहयोग गर्छ त? सधैँ म एकनास पनि हुन्न। सधैँभरि म सँगै बच्चाहरूसँग पनि हुँदिन। यसरी आफ्नो काम आफै गर्न सिकियो सानैबाट भनेपछि भोलिपर्सि उनीहरुलाई बाहिर बस्दा पनि काम गर्न गाह्रो हुँदैन। अल्छी मान्ने, खाना नबनाउने, बाहिरकै खाएर दिन टार्दिने खालको समस्याहरुबाट उनीहरु छुटकारा मिल्छ है त। साथीहरु मोबाइल देखाएर उनीहरुलाई एडिक्ट बनाउनु भन्दा उनीहरुलाई घरको कामहरु सिकाऊ जसले गर्दा उनीहरु सक्षम बन्छन् घरको काम गर्नका लागि। जानी नजानी गर्छन्, काँचो बनाउँछन्, ती चर्को बनाउँछन्, पिरो होला तै पनि उनीहरुलाई हामीले पुसअप गर्दै ठीक छ नि त तिमीले बनाएको खाना एकदम मिठो छ भनेर प्रोत्साहन गर्दै उनीहरुलाई अगाडि बढाउनु पर्छ। जसले गर्दा उनीहरुलाई प्रोत्साहन स्वरूप काम गर्न मन लाग्छ। हेर्नुस् न मेरो बाबुले कतिखेर खाना पाक्छ भनेर कुरेर बसिरहेछ।